सबैजनालाई नमस्कार र मिडियाकर्मीलाई सबै म ममता कुमारी शाह बझाङ जिल्ला नेपाल राष्ट्रिय आधारभूत विद्यालय मस्टायक को परह पनि हो बझाङबाट तपाईँहरू 29 दिन भयो आन्दोलन गरेको अब थाकेर सायद आज अन्तिम हुनसक्छ तपाईँहरू भोलिबाट घर जानुहुन्छ होइन थाकेर जाने होइन हाम्रो माग पुरा हुन्छ कि भन्ने एउटा आशा छ त्यो माग पुरा भएछ भने चाहिँ भोलिबाट पनि जाने हो यदि भएन छ भने भोलिबाट जाने भन्ने निश्चित आएको छ झन् पोलिटिकल चाहिँ एकदमै त्यो त कसिन्छ हाम्रो जुन उद्देश्यले हामीले 29 दिन बितायौँ हामी 29 दिन अरू अझै थप पनि बिताउन चाहन्छु किनभने हामी जुन उद्देश्यका लागि आएको कि त शिक्षक वर्ग यसरी रोडमा आउँदैन आइसक्यो भने आफ्नो उद्देश्य पुरा नगरुन्जेलसम्म फिर्ता जानेवाला छैन। 9 बुँदामा सहमति भयो भन्ने हल्ला छ होइन राति 11 बजे नेपालमा जे हुन्छ राति नै हुन्छ तपाईँलाई थाहा छ सरकार सिन्धुली रातिको 12 बजे सहमति पनि हिजो लगभग 11 बजी भएछ त्यसमा थुप्रै शिक्षकहरूको असहमति छ क्या अब थाइकोहरू चाहिँ अब त्यसमा आपत्ति तपाईँको बढुवाका कुराहरू होइन मा असन्तुष्टि जनाएर जति छ यति सहमति भइहाल्यो भने तपाईँहरूको धारणा चाहिँ के रहन्छ तपाईँको व्यक्तिगत धारणा के रहन्छ हामीलाई पक्कै पनि यो लागिराखेको छ कि हामीले सबै किसिमका शिक्षकहरूका माग एकमुष्ट तरिकाले सम्बोधन हुनेछ भन्ने आशा गरेको छु 9 बुँदारे 10 बुँदारे 8 बुँदारे रिएको पछि हामी लाग्दैनौँ जब यथार्थ आउँछ बाहिर अनि यथार्थ आइसकेपछि त्यसपछि त्यसले के मेन्डेट दियो भन्ने कुरा हेरिन्छ त्यसपछि सबैजनाले फिर्ता हुनु परेछ भने पनि नेतृत्वले महासङ्घले त्यो कुरा सबैलाई चित्त बुझ्दो सबैको हितमा जस्तो अस्थायी स्थायी राहत बाल कक्षा विद्यालय कर्मचारी सबैलाई समेट्ने खालको मेन्डेट आएछ भन्यो भने आन्दोलन स्थगित हुन पनि सक्छ नभयो भने पुनः निरन्तर पनि हुनसक्छ यो चाहिँ यकिन सन्देश बाहिर नआउँदैसम्म यही नै हो भन्ने कुरा चाहिँ अहिले भन्न सकिँदैन। आज हस्ताक्षर मतलब दुईवटा पक्ष सरकार र आन्दोलनरत शिक्षकहरू हस्ताक्षर हुँदैछ भन्ने कुरा छ होइन यदि भइहाल्यो त्यो 9 बुँदामै भयो भने ऐन आउने कुरा अलपत्र पऱ्यो भने तपाईँहरू फेरि उठुक्क गरेर घरै त जाने होला नि होइन घर त घरै जाने हो तर यसो अधुरो ऐनै नलिएर जाँदैन हामीले ऐन आउने कुरा चाहिँ एकदम ढुक्क विश्वस्त हुने खालको म्यान्डेट आउनु पर्यो त्यो किसिमको सहमति हुनु पर्यो रिएको कुरा त हामी मान्दैनौँ मैले पहिला पनि भनिसकेँ अब यसो हुन्छ अरे उसो होइन हामीलाई ऐन आउँछ यो कुराले आउँछ भन्ने कुराको एक किसिमको आधार के त आधार हेरिन्छ अनि लुत्रुको परेर जाने होइन हामी खुसी बनाएर हामी खुलाछानी गरेर जाने हो 29 दिसम्म आन्दोलन गर्नुभयो तपाईँले ऐन झोलामा लिएर जान्छु भनेर यहाँ अघिल्ला दिनहरूमा हामीले रिपोर्टिङ डे फर्स्टबाटै गरिरहेछौँ ऐन लिएर मात्र हामी जान्छौँ भनेर भनिराख्नु भएको छ तर ऐन पनि नलिएर तपाईँहरू गयो भने त हिजोको बिरालो जस्तो भएर जानुपर्ने स्थिति आयो नि त होइन त्यस्तो कदापि पनि हुँदैन हामीबाट किनभने म अस्तिको घाइते पनि हो मेरो यहाँ हात पनि सुनिराखेकै छ अहिलेसम्म हात सुन्नेको छ तर पनि म एक दिन त आउन सकिनँ हिजो र आज फेरि आइसकेको छु किनभने घाउमा मलम लगाएर पनि हामीलाई यो लाग्दैन कि सरकारले यस्तो किसिमको दमन गर्छ हामी बरु शोषण गर्छ भन्ने पनि लागिरहेको थिएन हामी एउटा साइडमा थियौँ होइन यताको बिचको लेनमा चाहिँ थोरा भइरहँदा हामी यताको छेउको साइडमा हुँदा पनि हामीले त्यहाँबाट लाठीचार्ज भएको छ नेपाल सरकारले हो अथवा प्रहरीले हो दमन गर्नुभएको छ यो दमनलाई यतिकै हामीले सहजै स्वीकार्न सक्नेवाला छैनौँ जब हाम्रो हातमा शिक्षा ऐन आउँछ हामी एकदम खुसी भएर लगेर नै जानेछौँ कोही कतै कसैले कुन शक्ति प्रयोग गरेर यहाँबाट हामीले पठाउने दिएर फिर गर्ने कार्य गर्दछ भने उक्त कार्यको हामी घोर भर्सना गर्छौँ भइहाल्यो भने पनि कुरो के हुन्छ भने मैले हजुरलाई के भन्न चाहेको भने ऐन भन्ने कुरा कसरी पारित गर्ने त्यहीको आफ्नो